मोबाइल नै लास्ट हल्लिने यार, मोबाइलको स्टेबिलिटी नै छैन क्या। It's too much hot. Hello guys, welcome back to my नयाँ भिडियो। गाइस तपाईहरुलाई मेरो नयाँ भिडियोमा एकदमै स्वागत छ। अनि म चाहिँ आफ्टर अ लङ टाइम जापान आएर आफ्टर अ लङ टाइम म भिडियो बनाएको थिएन। नाउ वी आर गेटिङ अ न्यू भिडियो हैन। म चाहिँ अहिले नयाँ भिडियो बनाउन गइरहेको छु। न्यू भिडियो चाहिँ खासै केही छैन हैन। म चाहिँ अहिले म कामको लागि निस्केको छु। अस्ति एक दुई हप्ता अगाडि चाहिँ लास्टै गर्मी थियो हैन। अहिले चाहिँ जस मौसम पनि एकदम ठिक छ। लास्ट गर्मी यार, जापानमा त गर्मीमा एकदम गर्मी हुने अनि जाडोमा चाहिँ एकदम जाडो हुने क्या, यस्तो खालको ठाउँ छ कि टेम्परेचर चाहिँ यहाँको। वेदर चाहिँ अहिले चाहिँ राम्रो छ। अनि म काम गर्ने आउने ठाउँ चाहिँ यो अलि गाउँ जस्तो छ हैन, देख्न सक्नुहुन्छ। यो चाहिँ टोटली गाउँ हो। अब यो आग्यो भनेको गाउँ नै हो। जस राम्रो छ यहाँको वातावरण, यताउति सब राम्रो छ। धेरै मान्छेहरू पनि धेरै छैन यहाँ चाहिँ, ठिक्क हुन्छ। जस बस्न लायकको ठाउँ छ, जसलाई चाहिँ शान्त पाइन्छ नि त, त्यस्तो मान्छेहरूको लागि चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो हो। यहाँ धेरै क्राउडहरू पनि छैन। हामी बस्ने ठाउँमा त रातभरि क्राउड हुन्छ किनकि हामी त मिसी खाउगुची बस्छ नि त। त्यो भनेको साइटामा त लगभग खत्रै ठाउँ हो क्या, खत्रै चल्ने ठाउँ हो। त्यहाँ चाहिँ क्लब स्लब यताउति सबै छ। रातभरि खत्रै चहलपहल यताउति हुन्छ क्या त्यहाँ चाहिँ। अनि मेरो काम चाहिँ खासमा 5 बजीदेखि काम हो। तर म अलि अगाडि किन आएको भनेदेखि म आज धेरै पछि भिडियो बनाउँ, युट्युबमा हालौँ भनेर नाक्दै धेरै कुरा सोच्छ कि त्योभन्दा राम्रो चाहिँ बरु आफ्नो स्टाइलमा हिँडौँ न, आफ्नो लाइफ स्टाइल जस्तो छ त्यही देखाउँदै हिँडौँ गरौँ होइन। त्यो भनेर चाहिँ खासमा म हिँडेको हो। अन्त त्यही भएर म आज छिटै निस्केको हो। न त मेरो काम चाहिँ 5 बजेदेखि हो। अझै लगभग 45 मिनट जति अझै टाइम छ क्या। अब म यहाँ पुग्न त पुगिसकेँ। अब म यसो एकछिन पार्क छ यताउति, त्यो पार्कमा गएर साइडमा बस्छु। अनि त्यही अब केही किनेर खानु पर्ला जस्तो छ। लास्ट शान्त ठाउँ छ क्या यहाँ, अलि धेरै हल्ला नगरौँ। यहाँ साथीहरू पनि बस्छ होला, अरूको घर छ होइन। जापानको गाउँहरू पनि हेर्नु नि फेरि कति विकसित थिए। चारैतिर जहाँ हेऱ्यो त्यता बाटो सब पिच, फेरि पुल छ अगाडि, आकाशे पुल छ। नेपालमा काठमाडौँमा छैन होला यार आकाशे पुल, यहाँ गाउँमा छ क्या आकाशे पुल। तर अहिले काठमाडौँमा पनि आकाशे पुलहरू बनाइरहेछ। हाम्रो बालिन सरकारले एकदम धेरै धन्यवाद छ होइन। यहाँको रुल्स चाहिँ कडा छ कि, यहाँको रुल्स चाहिँ लास्ट कडा छ क्या। ल यहाँ हामी क्रस गर्न थाल्यो बाटो होइन, अनि फर्स्ट प्रायोरिटी चाहिँ आफूभन्दा सानोलाई दिन्छ क्या। जस्तो कि अब गाडी आइरहेछ भने, कारहरू आइरहेछ भने मान्छेलाई प्रायोरिटी दिन्छ। यदि अब त्योभन्दा ठुलो गाडीहरू ट्रकहरू छ भने कारलाई प्रायोरिटी दिन्छ। त्यस्तो छ क्या यहाँ चाहिँ। जस यहाँको रुल्स चाहिँ एकदम कडा छ क्या। त्यही भएर नै यो कन्ट्रीको विकास भएको होला। अब हाम्रोमा त्यहाँ अब ट्राफिक फाइन हान्दा त उहाँ मान्छे जल्दिन्छ होइन। त्यो अन्त आफ्नो मान्छेहरूको आफ्नो त्यो के हो होला, त्यो खासै थाहा भएन। जस रुल्स भनेको चाहिँ तपाईँको लागि रुल्सै हो। म चाहिँ काम गर्ने ठाउँ चाहिँ यही हो। अगाडि देख्छ कि देख्दैन, यही हो म काम गर्ने ठाउँ चाहिँ। म आइसकेको छु। म यहाँ गएर यता कोइन छ, कोइनमा गएर बस्नु पऱ्यो। थाकिसक्यो यार। के हो आजकल त हिँड्ने बानी त छ, तर त्यही पनि अब यो उकालो चढ्दा चाहिँ अलिक थाकिँदो रहेछ कि। तर यो ठाउँ चाहिँ एकदम बवाल छ यार। मलाई मनपर्ने भनेको फेरि यस्तै ठाउँ हो। अलिक शान्त, यताउति म क्राउडमा चाहिँ खास बस्न सक्दिनँ। कडा छ क्या ठाउँ चाहिँ, कडा छ क्या। अहिले पनि यहाँ म बाटो क्रस गर्दा एकछिन कुदियो क्या मेरो लागि गाडी। त्यस्तो छ क्या यहाँ चाहिँ। हो यहाँ फेरि कार सिस्टम रहेनछ क्या।
यहाँ केही त छैन। अरू भेन्डिङ कहाँ छ होला यार, तनाव भयो नि। कस्तो राम्रो छ हेर्नु न, कस्तो राम्रो ठाउँ के यो। टक्क यस्तरी बाटो छुट्याइदिएछ, घर छ, क्या बवाल ठाउँ छ यार। घर पनि चिटिक्क परेको घरहरू छ क्या, दुईवटा गाडी अट्ने पार्किङ बन्न छ। कस्तो पुरानो घर यो, सायद कोही बस्दैन होला यो घरमा चाहिँ। कति शान्त छ हेर्नु, किराहरू बजेको पनि सुनिरह होला। लास्ट शान्त ठाउँ छ। यहीँ अगाडिको कोइना बस्छु होइन, यहाँ चाहिँ आधी घन्टा जस्तो बस्छु होला, अनि त्यसपछि कामतिर निस्किन्छु। भेन्डिङबाट के खाने भनेको लास्ट पुरा गाउँ हो क्या यो, तर त्यही पनि बवाल छ क्या यो चाहिँ। अनि फाइनली म चाहिँ पार्क आइपुगेँ होइन। पार्क पनि हेर्नु कस्तो राम्रो छ, बवाल छ यार। नेपाल कहिले यस्तो हुने होला होइन, बवालको पार्क छ यो। पार्कको नाम चाहिँ के हो मलाई थाहा भएन, चिटिक्कको पार्क छ क्या यो चाहिँ। म चाहिँ अब यतैबाट हो, एकदम राम्रो छ क्या पार्क। मान्छेहरू हिँडिरहेछ, म यतै साइडमा एकछिन बस्छु होला, केही गफ काम गरौँ होइन। कस्तो राम्रो घर छ यो, इट्स सो ब्युटिफुल। यता पनि घुम्ने ठाउँ छ यार। के को हो यो, स्टेडियम हो कि के हो यार, आनन्द फिल भयो यार। स्टेडियम रहेछ जस्तो स्टेडियम छ क्या, यस्तो ठाउँमा स्टेडियम छ अब, जहाँ कि मान्छे नै आउँदैन। त्यस्तो ठाउँमा स्टेडियम छ। नेपालमा एउटा स्टेडियम छ, त्यो चाहिँ राम्रोसँग बनाउन सकेको छैन। अनि यहाँ अब बसेरै कुरा गरौँ, शान्त ठाउँ छ, आनन्द फिल आउँछ होइन, बसेरै कुरा गरौँ। अनि म खासमा आजको भिडियोमा के भन्न आएको भनेदेखि, म आएको लगभग 1 वर्ष भयो होइन। अनि 1 वर्षको चाहिँ मेरो एक्सपिरियन्स म भन्दैछु चाहिँ कस्तो छ जापान भनेर। अब सुरुमा हामी चाहिँ त्यही होस्टेल बस्थ्यो होइन, 3 महिना जति। अनि त्यति बेला चाहिँ सुरुमा चाहिँ लास्ट रमाइलो हुन्छ, ओहो कहाँ आए जस्तो फिल हुन्छ होइन, एकदम रमाइलो। अब त्यति बेला काम पनि केही पनि थिएन, अनि त्यही रुममा बस्थेँ साथीहरूसँग। अब नेपालबाट ल्याएको पैसाहरू पनि हुन्थ्यो नि त, जे मन लाग्यो त्यही किनेछ, खाछ, बसेछ, रक्सी खाछ, काम पनि केही छैन, के गर्ने त नि, खाछ बसेछ। अब घुमेछ, जस घुम्नु पनि पर्छ, किनकि अब सुरुमै हो घुम्ने भनेको। अब पछि तपाईँ म घुम्न जान्छु चाहेर पनि सक्दैन क्या, काम हुन्छ कि त तपाईँले कामै छोडेर जानु पऱ्यो घुम्नलाई। अब काम हुन्छ होइन, काम छोड्यो भने फेरि अर्को दिन सिट हाल्देला नहाल्देला होइन, त्यो चाहिँ डर हुन्छ नि त। अनि त्यही भएर चाहिँ जे घुम्नु छ सुरुको त्यही 1-2 महिना हो। तपाईँले कहिलेसम्म काम पाउनुहुन्न, 1-2 महिना, 3 महिना, कतिले त 3 महिनासम्म पनि काम पाउँदैन। हामीले नै लगभग 2 महिनापछि काम पायो होला जस्तो लागिरहेछ। त्यही हो, अलिक गाह्रै छ। अब पहिला चाहिँ एकदम राम्रो थियो अरे, पहिला कमाइ पनि खत्रै कमाइ हुन्थ्यो, अहिले चाहिँ गाह्रै छ जापानमा। फुच्चीहरू हेर्दै थियो भिडियो बनाएको, के अझै टाइम छ, हेरौँ यो पार्क पनि कस्तो छ, त्यो पार्क पनि हेरौँ, अनि कुरा गर्दै घुमौँ। यहाँ साथीहरू भनेको यस्तै हो, सबै आफ्नो काममा बिजी हुन्छ होइन, सबै आफ्नो काममा बिजी हुन्छ। एक्लै घुम्ने हो, कहाँ जानु छ एक्लै जाने हो, सब आफ्नो काममा यताउति सब बिजी हुन्छ। त्यसैले गर्दा चाहिँ टक्क क्यामेरा हातमा लिने, कुरा गर्ने होइन। यहाँ पार्क खोला पनि छ कि के छ यार, तर ठाउँ चाहिँ एकदम राम्रो छ क्या।
कति सोचेर बनाएको छ यार जापान सरकारले आफ्नो यहाँ नागरिकहरू यहाँ आओस् घुमोस् मर्निङ वाक गरोस् इभिनिङ वाक गरोस् भनेर होइन कस्तो राम्रो ठाउँ बनाइदिएछ हाम्रो नेपालमा त्यो जिम गरेको ठाउँ बनाइदिएर पनि सबले आफ्नो गरेर लान्छ क्या त्यो चाहिँ कस्तो राम्रो छ यहाँ सबै आफ्नो फिटनेसको लागि आउँछ एकछिन जगिङ गर्छ जान्छ होइन म चाहिँ कामतिर जानु लागेको कामबाट निस्केपछि अनि भिडियो बनाउँछु होइन म हाम्रो मोटे भाइहरूलाई पनि सोधौँ एक दुईजना भाइलाई भाइ कस्तो जापान आएर तिमीलाई कस्तो फिल भइरहेछ सोधौँ न के भन्दो रहेछ मोटे भाइहरूले नि हुन त उनीहरू आएको धेरै भएको छैन त्यही 2 महिना आई थिङ्क 2 महिना जति भयो होला धेरै त भएको छैन मोटे भाइहरू आएको तर मोटे भाइहरूलाई पनि सोधौँ न भाइ 2 महिनाको एक्सपिरियन्स पनि कस्तो हुँदो रहेछ होइन हामी 1 वर्ष बसेको त अलि गाह्रै छ क्या झन् सेनोन पर्छ त यति धेरै इन्सुरेन्सहरू यताउति तिर्नुपर्छ नि महिनाकै 10,000 जति आउँछ होला सेनोनमा चाहिँ निङ्गो गएकोमै यस्तो छ झन् सेनोन पर्दा के हुन्छ होला गाह्रो छ यार सुरुमा चाहिँ कस्तो के भनौँ अब केही भन्नै आएन यहाँ गाडी देखाउनु हुँदैन फेरि यहाँ अरूको भिडियो सिडियो यताउति बनाउनु भनेको एकदम नराम्रो हो यिनीहरूले एकदम नराम्रो मान्छ क्या त्यही भएर आफू बरु शान्तमा गएर चाँची मान्छे अलि धेरै छैन नि क्राउड त्यहाँ गएर भिडियो सिडियो बनाउने क्या यही हो म काम गर्ने ठाउँ यही अगाडि हो आइसक्यो लगभग हाम्रो सुशान्त भाइ चाहिँ कुरिरहेको छ अघि नै फोन गरेको थियो यार बेचाराले जहिले ढिलो आउने मान्छे आज छिटो आइरहेछ खै किन हो के छ हुन त दाइले थर्का होला अब अस्ति सबैले अलि बालनदी काम गरे क्या सबैले जे हुन्छ देखाल जाला भनेर त्यसरी काम गर्यो केटाहरूले त्यही भएर चाहिँ दाइले चाहिँ अलि स्ट्रिक गरेछ क्या अहिले अब कम्पनी पुगेर जापानिजलाई फोन गरेर अनि जापानिज लिन आउँछ त्यहाँ गेटमा अनि बल्ल हामी जान पाउँछ अलि धेरै टाइट गरेछ अहिले पहिलाभन्दा चाहिँ पहिला त हामी मनमर्जी क्या लास्ट चिल कम्पनी थियो क्या यो चाहिँ तर अहिले चाहिँ अलि टाइट गरेछ भाइ जेपी पोस्ट पनि यहाँ छ यार यस्तो ठाउँमा छ क्या हेर्नु न यस्तो गाउँमा सब सुविधा छ यार हामी ब्याङ्क जान गाउँमा नेपालमा कति टाढा जानुपर्छ यार अन्त अहिले हाम्रो गाउँतिर पनि पुगिसकेछ ब्याङ्कहरू त्यही पनि यस्तो ठाउँमा यार जेपी पोस्ट यताउति सब हालिदिएको ल त केटाहरू म चाहिँ अब कामबाट घर आइपुग्न लाग्यो होइन यो चाहिँ मेरो ठाउँको बजार हो म चाहिँ यतै वरिपरि बस्छु यो सब चाहिँ क्लबवाला ठाउँ हो कि यो सबै क्लबवाला ठाउँ हो यहाँ सबै होटेलहरू यताउति मात्र छ भिडियो त राम्रो बन्दो रहेछ यार यसबाट नि ल केटा हो फाइनली चाहिँ म अहिले आफ्नो रुम छेउमा आइसकेँ है अनि उता एकीतिर किन भिडियो बनाएन भनेपछि त्यहाँ लास्टै क्राउड थियो क्या अब त्यहाँ मसँग माइक पनि छैन नि त अहिले
अनि धेरै नै क्राउड थियो, त्यही भएर मैले उता भिडियो बनाएँ होइन। म चाहिँ आफ्नो रुम छेउमा आइसकेँ होइन। काम चाहिँ आज राम्रै भयो। मोटे भाइहरूसँग भिडियो बनाउनु भनेको, तर मोटे भाइहरूलाई मैले सोधेको भाइ भिडियो बनाउनु भनेर, तर मोटे भाइहरूले अलि भिडियोमा आउन लाज माने कि के गरे थाहा भएन। तर होइन दाइ ठिकै छ, नबनाऊँ पछि बनाउँदा भन्दै थियो। त्यसैले चाहिँ मोटे भाइहरूको एक्सपिरियन्स चाहिँ मैले बुझ्न सकेन के हो कसो हो भनेर। तर जेस रमाइलो हो आजको काम खासै धेरै पनि थिएन होइन। म चाहिँ यहाँ नेपाली पसल पनि आइपुगेँ। अब धेरै टाढा छैन, म बस्ने ठाउँ चाहिँ यहीँ अगाडि छ। ल केटा हो, अब चाहिँ भिडियो यतै इन्ड गरौँ होइन। अब रुम पनि आइसक्यो, रुम जानु पऱ्यो, फ्रेसेस भएर खानाहरू बनाउनु पऱ्यो। खाना पनि केही बन्न छैन होला जस्तो लागिरहेछ मेरो केटाहरूले। सो गाइज सी यू अन नेक्स्ट भिडियो। ओके बाई बाई। अब म यतै भिडियो चाहिँ इन्ड गर्न आएको खासमा चाहिँ। गाइज सी यू अन नेक्स्ट भिडियो होइन। सबैले अब यो भिडियो सबै लास्टसम्म हेर्नु होला, हेरेर रमाइलो लिनु होला। ओके बाई बाई।